चाहिँ अब अहिले यस्तो छ, यो अहिले हामीले माटोमा चाहिँ सारेका थियौँ। अहिले हाम्रो बिरुवा एकदम राम्रो हेल्दी भएर सरिरहेको छ र यसलाई चाहिँ हामीले किराबाट जोगाउनको लागि अहिले कृषि चुन र खरानी मिक्स गरेर चाहिँ हामीले छिड्काउ गरेका छौँ र बिरुवा एकदम राम्रो छ। अहिलेसम्म नतिजा राम्रो छ, एकदम कुनै पनि नोक्सान भएको छैन। अहिले हामीले एकदम पानी अब यसलाई दिनौँ पानी खानुपर्ने हुन्छ। अब यसरी चाहिँ हामीले यसलाई अब यो प्राक्सेसन गरेर यसरी चाहिँ हामीले लिएर जान्छौँ। अब यो ट्र्याकलाई हामीले सबै ट्र्याकहरूमा चाहिँ बिरुवा हामीले लगाउँदै गएका छौँ। अहिले सबै राम्रो छ, नतिजा एकदम राम्रो छ। मेहनत हो, जे कुरोको पनि मेहनत हो र यसलाई माया गर्नु पर्यो। हाम्रो अब अहिले ठिक छ, बिरुवाहरू राम्रो आइरहेको छ।